नमस्ते! साना नानी बाबुहरूलाई हाम्रो कथाको संसारमा स्वागत छ। हे साथीहरू, कस्तो छौ? आज नयाँ रमाइलो कथा सुन्न तयार हौ? लौ है साथीहरू, आज म तिमीहरूलाई एउटा एकदम मज्जाको कथा सुनाउन लागेको छु। आशिमा र जादुमय ढोका। एक पटकको कुरा हो, आशिमा भन्ने एक सानी केटी ठूलो महल नजिकैको गाउँमा बस्थे। ऊ साह्रै चञ्चल र उत्सुक स्वभावकी थिई। एक दिन खेल्दै जाँदा महल पछाडि झारीभित्र पुरानो फलामको ढोका भेट्टाइन्। ढोकामा सुनौलो अक्षरमा लेखिएको थियो, यो जादुमय ढोका हो जसले साँचो मन भएका मात्रलाई प्रवेश दिन्छ। आशिमाले ढोका छोइन् र सोचिन्, भित्र के होला? झ्याङ्ग गर्दै ढोका आफै खुल्यो। भित्र सुन्दर रङ्गीचङ्गी फूलहरूको बगैँचा थियो, जहाँ परीहरू, साना साना युनिकर्नहरू अनि गुनगुनाउने चराहरू थिए। परीहरूको रानी आइन् र भनिन्, तिमी साँचो मनकी छौ, आजदेखि यो जादुमय बगैँचामा स्वागत छ। तर एक शर्त छ, सधैँ अरूको सहायता गरिरहनु। त्यस दिनदेखि आशिमा सधैँ सबैलाई सहयोग गर्थी र कहिलेकाहीँ त्यो जादुमय बगैँचामा रमाउन जान्थी। कथा कस्तो लाग्यो त साथीहरू? आशा छ तिमीहरूले यो कथाबाट केही नयाँ कुरा सिक्यो होला। हामी फेरि अर्को कथामा भेटौँला है। टाटा, आजलाई यति नै। अर्कोचोटि फेरि अर्को रोचक कथा लिएर आउने नै छौँ। अहिलेलाई बिदा है। तिमीहरूलाई आजको कथा मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नभुल्नु है। हामी अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।